हेलो गाइस, गुड मर्निङ। आज चाहिँ म यहाँ गाडाकोटको यो व्हाइट गुम्बा भन्छ है। यो सबै यो चाहिँ तपाईँको हेर्नु त यहाँ सबै व्हाइट मन्दिर भन्छ यसलाई है। यो चाहिँ गाडाकोटको ब्रिटिस क्याम्प भन्छ यो। पछाडि चाहिँ पिकनिक स्पोट छ। अनि यहाँ चाहिँ यसो घुम्नुलाई आएको छ है। हेर्नुहोस् है गाइस, यस्तो राम्रो छ, रमाइलो छ। गाडाकोट पुलपारी है, चितवन नारायण घाटबाट चाहिँ पुलपारी पर्छ यो ब्रिटिस क्याम्प। एकदम राम्रो छ यो व्हाइट गुम्बा। हजुरहरू पनि यसो अवलोकन गर्नु आउनुहोला। अनि सबैजनालाई आज ह्याप्पी माघे सङ्क्रान्ति। अनि आज चाहिँ बिहानै है हाम्रो चाहिँ कस्तो चलन छ भने बिहानै उठेर नुहाइधुवाइ गरेर चाहिँ आफूभन्दा ठुलो बडाहरूलाई ढोक्दै हिँड्ने चलन छ होइन। अनि आफूभन्दा ठुलोबाट चाहिँ आशीर्वाद लिने त्यस्तो प्रचलन छ हाम्रो चाहिँ। अनि हजुरहरूको एरियातिर, हजुरहरूको गाउँतिर अथवा सहरतिर, हजुरहरूको टाउनतिर त्यस्तो चलन छ कि छैन मलाई कमेन्टमा लेखेर भनिदिनु होला है। म चाहिँ आज सङ्क्रान्ति यहाँ गाडाकोट ब्रिटिस क्याम्पको आडैमा छ है। यो चाहिँ व्हाइट गुम्बा, व्हाइट मन्दिर भन्छ यसलाई, व्हाइट टेम्पल भन्छ। यहाँ घुमघाम गर्न आएको छु। अनि यता अगाडि चाहिँ तपाईँको यता अगाडि चाहिँ यो गेटबाट अगाडि चाहिँ वृद्धाश्रमहरू पनि छ यहाँ। त्यही भएको हुनाले यो चाहिँ एकदम घुम्नको लागि एकदम रमणीय, एकदम राम्रो ठाउँ छ। यहीँ नारायणी तीर छ होइन, नारायणीको रिभर छ यहाँ। अनि यता पछाडि चाहिँ पिकनिक स्पोट, हामी पिकनिक पनि खान आएको छौँ है। यहाँ चाहिँ एकदम रमाइलो ठाउँ छ गाइस। हजुरहरूलाई पनि एकचोटि चाहिँ आउनुको लागि म अनुरोध गर्न चाहन्छु। ल हेर्नुहोस् कस्तो राम्रो छ है। वाउ। ल आजको लागि चाहिँ मेरो भिडियो यतिसम्म मात्रै हो। अनि हजुर सम्पूर्णलाई ह्याप्पी माघे सङ्क्रान्ति फेरि पनि। अनि थ्याङ्क यू फर वाचिङ गाइस। अनि डु लाइक एन्ड सब्सक्राइब माई AI Chiton blog, and thank you. This is Ishwar Lama. Bye bye. Check out. Bye.